छोरीलाई के लेखे ल अमिषा भन्दा मेरो छोरी सानो हो ल हेर्नुस् तपाईहरुलाई इनबक्समा म पठाइदिन सक्छु भिडियोमा पनि सार्वजनिक गराइदिन सक्छु किन भोलि मैले बालन सरकारलाई र गृह मन्त्रीलाई भेट्न पाइन र यसको छानबिन भएन भने यिनीहरुलाई पनि मैले जानेको छु अति धेरै गरे मलाई यिनीहरुले हेर्नुस् यी घन्टे चोरहरुले मैले अहिलेसम्म घन्टे चोर पनि भने थिएन लाइभमा अब यिनीहरुलाई मेरो बुढाको हार्दिक श्रद्धाञ्जली भने फोटो कुदाइरहँदा डीएसपी साहबले किनेर एउटा महिलाले मलाई उजुरी हाल्दैमा मलाई चाहिँ योजनाबद्ध तरिकाले वार्ड नम्बर के रे 7 बजे साँझमा फोन गरेर मलाई आउनुस् हजुरको छिनाफाना हुँदैछ भनेर डीएसपी चोरले मलाई त्यस्तो गरेको साइबर ब्युरोमा अनि म आज भ्याउँदिन भोलिपल्ट जान्छु भनेर भोलिपल्ट 26 गते जाँदा मलाई योजनाबद्ध तरिकाले तल केटी राखेर केटीलाई अर्को कर्मचारी लगाएर फोन गर्न लगाएर उतिकै फेरि करप च्याप पार्न खोजेको रहेछ मैले त्यो बुझ्ने बित्तिकै फाइल देखाउनु भन्दा नदेखाउँदा फाइल खोसेर फाइल हेर्दा नाम देखेँ अनि त्यो केटीको नाम लिन चाहिन अनि म रुँदै कराउँदै म एसपी साहबको कोठामा गएर एसपी साहबलाई सर मलाई अन्याय भयो न्याय दिनुस् एसपी साहबले अन्याय गर्नुभयो भनेर म चाहिँ एसपी साहबको कोठामा गसी मैले न्याय पाएर अनि एसपी साहबले चाहिँ हजुरको मोबाइलको प्रोफाइलमा के छ भनेर देखाउँदा देखाएँ त्यो केटीलाई उजुरी हाल्मा चाहिँ हाले छैन त्यो केटीलाई बोलाइयो उतिखेर 1 मिनेटमा सरले बोलाउनु भयो बोलाउनु बित्तिकै त्यो केटीले मलाई एसपी को अगाडि हातपात गर्ने कति हरकत कति अनुशासित रहेछ त पुलिस चौकी भित्र पुलिस कार्यालय भित्र पनि हातपात गर्ने महिला घन्टेका ल हेर्नुस् अनि एसपी साहबले समातेर उलाई नियन्त्रणमा लैजानु भयो र मोबाइल दुईटा मोबाइल चलाउँदै रहेछ दुईटा मोबाइल पुलिसको नियन्त्रणमा 2 दिनसम्म त्यसलाई 2 दिनसम्म हिरासतमा राखियो भनेपछि त्यस्तो काण्ड अनि मैले उहाँलाई दिदीमाथि अन्याय भएकै हो दिदीलाई अन्याय परेकै हो दिदीमाथि यो ज्याजती भएकै हो दुनियाँले यो फोटा बनाउने कुरा दिदीलाई गाली गर दिदीको प्राइभेट त्यो दिदीको बुढासँग किन जान्छौ छोरीसँग किन जान्छौ तिमीहरुको नि घरमा छोराछोरी होला बुढा होला आफैलाई इज्जत गर्न सिक दिदीलाई गाली गर दिदीसँग डिबेट गर आऊ बोल राम्रो तरिकाले बोल किन दिदीको फ्यामिलीसँग जोडिन्छौ ए कुकुरहरु महिलालाई मैले माफी दिएँ साइबर ब्युरोमा यसलाई 6 महिना छोड्न हुन्न भने त्यहाँको प्रमुखले भन्दाखेरि हुन दिनुस् त्यो पनि नारी हो म जस्तै हो त्यसको बुद्धि नभएर गरी मेरो बुढाको साथी रे अझै बुढाको साथी रे मलाई सम्झाएको रे माया गरेको रे सपोर्ट गरेको भएर जेलसम्म पुर्याउन उद्देश्य ल्याइरहेछ बुढालाई फोन गरेर मेसेज गरेर तेरो बुढी र शिरमा छोराछोरी छोडिदिए अरे कुन आधारले छोड्ने भनी त्यसले त्यो जस्तो चाहिँ नैतिकहीन भएको र आफ्नो घर सम्हालेर बस्न नसकेको नारी हैन मैले एउटा आफ्नो घर सम्हालेर आफ्नो आज न्यू इयरमा मेरो श्रीमानले मैले प्रोफाइलमा देखाइदिन सक्छु स्क्रिनशट देखाउन सक्छु आज न्यू इयरमा घुम्न जा खानेकुराहरू मगाएर होटलबाट खा भनेर बिहानदेखि पैसा हालिदिइरहनु भएको म व्यवसाय हो मेरै हातमा पैसा छ र पनि उहाँको पैसा मेरै ब्याङ्क खातामा छ तर उसले चलाउँदिने भनेर उहाँले एक्स्ट्रा खर्च गर्नलाई छुट्टै खातामा पैसा पठाइदिनु भयो म त्यस्तो महिला पनि अहिलेसम्म यो पसलबाट बाहिर पनि गएको छैन कतिपय साथीले पिकनिक जाम यहाँ जाम उहाँ जाम भन्दा पनि फोन आउँदा पनि म कहीँ गएको छैन भनेपछि एउटा सबल नारी कसरी भइन्छ हैन कहिले काहीँ रङ्ग रमाइलो गर्न जानुपर्छ तर मलाई मोड भएन श्रीमानले अहिले पनि पैसा पठाइदिइरहनु भएको छ कि खाजा बनाएर खा एक्लै छस् खाना खाइनस् भनेर यस्तो गर्नुभएको छ भनेपछि यो चरित्रहीन महिलाले मलाई त्यसरी समातेर लाने उद्देश्य गर्दा आफै फसेर 2 दिन हिरासतमा बसेर उलाई मैले फेरि निवेदन पनि गरेको थिएन सागर भाइ मैले निवेदन पनि हालेको थिएन त्यहाँ आइएसपी साहबले निवेदन हाल्न पठाएर मैले निवेदन हालेर निवेदन हेर्दाखेरि त्यो चाहिँ एकदम 6 महिना त जसरी पनि बस्नै पर्ने तर मैले माफी दिएर निकाल्दिएँ त्यो अहिले निकालिदिसकेपछि मेरो श्रीमानको फोटाहरू देउन लिएर छोरीको फोटाहरू अनि दिदीको मन ठुलो भएर त्यो केटीलाई दिदीले निकालिदिनु भएको नभए त्यो केटी त्यही जेलभित्र 6 महिना छोड्थे 6 महिना बस्न पर्थ्यो अनि साइबर ब्युरोको सम्पूर्ण टिमले भन्नुभयो कि लास्टमा तपाईँ जस्तो मान गइरहन्छ भन्नुभयो डीएसपी साहबले मुख यस्तो गर्नुभएको थियो म जाँदा अनि निवेदन लेख्ने बेलामा मैले उसलाई भने कि अहिले दिन्छ पैसा अनि म निवेदन लेख्ने बेला के भने मैले चाहिँ सर के रे तपाईले चाहिँ हिजो यस्तो अन्याय गर्नुभएको थियो एउटा कुर्सीमा मैले एउटा चाहिँ मधेसी तराईको भाइहरू हुनुहुँदैछ के त्यो कर्मचारी तपाई यदि सर कुर्सीमा बसिसकेपछि तपाईलाई मैले उजुरी हाल्न सक्थे तपाई 2 जना कर्मचारीहरूलाई तर तपाईले एउटा न्यायको कुर्सीमा बसेपछि तपाईले छानबिन र एउटा चाहिँ न्याय र अन्याय भन्ने कुरा छुट्याउनु भएको छैन खबरदार अब आइँदा मैले त 100 म जस्ता 1000 महिला र 1000 पुरुष हुन् त्यति बेला त्यस्तो गर्नु भने तपाईलाई अमला ठडाउँछ तर मैले हजुरलाई अन्याय गर्नुमा म माथि तपाईलाई पहिलोचोटि म छुट दिए पनि मैले भन्दिए भनेपछि म माथि कति ज्यादा भएको रहेछ कति ज्यादा दिएको रहेछ ल भन्नु सागर ज्यादा गरेकै हुन् यहाँ सम्पूर्णले हेर्नु हजुर यत्रो मान्छेहरुले लाइभ हेर्नु भएको छ अब धेरै मान्छेले राम्रो पनि भन्नु भएको छ कोही जना 1-2 जना त्यो नराम्रो मान्छे पनि हुन्छ त्यो नराम्रोलाई अब हामीले सम्झाउने हो बुझाउने हो यदि बुझ्न चाहन्छन् भने नबुझ्ने मान्छेहरुले नबुझ तिमीहरुले हामी त यसै गरेर लाइभ चलाउने हो लाइभमा बस्ने हो एउटा दुईटा कुरा बुझाउने हो बुझ्नेलाई नबुझ्नेलाई नहेर तिमीहरुले नहेरे पनि हाम्रो लाइभ चलेकै छ
भनेपछि तँलाई जति बेला नि ज्यानमारा पार्टी केपी बालालाई थुने निकाले अहिले अझै पनि ज्यानमारा पार्टी सफाइ पाएपछि नि ज्यानमारा पार्टी कति जसो त जाने आउने यिनीहरूले कति जाने आउने यिनीहरूको कानुन कस्तो रहेछ भने ओहो यिनीहरूले त कति कति हल्का बनाउन् मान्छेलाई यिनीहरूले मात्र अन्न खारेछन् है ओहो यिनीहरूले मात्रै देश चला यिनीहरूले देश छोडिदिने बित्तिकै भोलि बेचिदिन्छन् इन्डियालाई बेचिदिन्छन् यिनीहरूले कोले यस्तै बच्चाहरू ल बालनजीले बेच्नुहुन्न होला अरू त कुनै चाहिँ छैन बुद्धिजीवी अब बालनजीको घरमा सुन पर्यो हिजो बालनजी भनेर जय जय भन्दै हिँडेकाले मलाई आज सुन काण्डको कुरा गरे त्यतिको सुन हुन्छ एउटा घरमा उहाँ बा डाक्टर आफू पनि एउटा इन्जिनियर अनि पैसा कमाएर हजुर नमस्कार है दिदी नमस्कार नमस्ते त्यतिको सम्पत्ति हुनु नहुनु कुरा मानिँदैन किनभने सामान पनि बेच्नु दिदी त सामान बेच्नु टेन्सन नगर्नु यता हामी बोल्छौँ सामान लिन आएकालाई दिनु सामान दिन जानु अनि बोलाउँला यस्तै हेर तिमीहरूको घरमा दिदीबहिनी छ सबैलाई इज्जत गर सम्मान गर दिदी लाइभ बस्नु हो एउटा पार्टीमा आस्था राख्नुहुन्छ भने किन तिमीहरूले विरोध गर्नु पर्यो दिदी भनेको राम्रो मान्छे हो असल मान्छे हो दिदीले अब आफ्नो गरी खानु भएको आफै काम गर्नुहुन्छ मेहनत गर्नु भएको पसलमा बस्नु भएको मजाले चाहिँ आफ्नो पसल चलाउनु भएको किन विरोध गर्छौ के विरोध गरेर के पाउँछौ त्यो जापानमा हुने आइसाले के विरोध गरिरहेको अरूको देशमा गएर दुःख गरिरहेको तपाईले नि हजुर हजुर के भन्नुभयो ए कसैले विरोध गरेर केही पनि हुन्न आफ्नोमा हिँडेपछि कसैलाई थर्काउनु कसैले के गर्नु केही पनि हुन्न भन्न खोजेको मैले हो कसैको गाउनु है तपाईँलाई हो आफ्नो दुःख आफै गर्ने खानी हो तिमीहरू पनि दुःख गर्न कुन देशमा गएर भाँडा मात्दैछौ कुन देशमा गएर झाडु हान्दैछौ हामी पनि कुनै देशमा हुँला किन यस्तो गर्छौ म त नेपाली हो है दाइ ल ल तपाईँ नेपाल हो यहाँ यो कमेन्ट कुदाउने पराए जसो धेरै जसो यिनी विदेशी हुन् त लाल हुन् यिनीहरू एजेन्टहरू हुन् त्यही दलालीले भन्छ नि यस्तालाई बेला हिँड्नु नि हाल्नु पर्छ दिदीले राम्रो कुरा गर्नुभयो दिदीले राम्रो दिदीको नि नाम मैले कान काट्ने भनेर भाइरल आएर यहाँ आएको अहिले निटमा हुनुहुन्छ दिदी तपाईँ त मान्छे आखन पसलमा होला श्रीमानलाई हार्दिक श्रद्धाञ्जली भने छोरीलाई नाना थरी लेखेर हाले अझै पनि यिनीहरूकै ठुला कुरा के यिनीहरूले यो देश सत्ताले भोलि छानबिन गर्यो भने हामी परिएला यस्तो नराम्रो कमेन्ट गर्नु हुँदैन यो चाहिँ अब छाला काटेर सक्छ होला यो सरकारले भनेर अलिकति बुझेकै रहन्छन् यिनीहरूले किन यस्तो गरे हुन् छ्या यसो तपाईँले के बोल्नु पऱ्यो भने अनि तपाईँ त्यस्तो बोल्दाखेरि के खाल्न सक्नुहुन्न बोर्डर तपाईँको नेट सोलो छ एकचोटि तल गएर आउने भए तपाईँको आवाज आएन अड्के छ कसको आवाजमा आएको र तपाईँको ए दुईटा लानुभयो लानु कि 45 मा हाल्नु ए 50 45 त्यही भएर कुराहरू मन लागेर आएको है अरू पछि त आएको थिएन आज आएको दिदीले यस्तो यस्तो समस्या परिरहेछ आफ्नो पार्टीमा सबै मैले उसलाई भने 1 महिना अगाडिदेखि मलाई भिडियोमा मेसेन्जरमा गाली गरिरहेको उसलाई मैले किनभने बुढाको साथी रहेछ चिन्जान भएको अब जे छाडा बोलोस् यस्तै छाडा बोल्ने जति पनि छन् तर मैले कानुन दायरामा उसलाई राखेँ आफैले गरेर उजुरी हालेर आफैले यसलाई पक्रिमला भन्दा आफै पक्रिएर मैले माफी दिएर निकाल्दा उसको मनमा अझै पनि लाग्छ कि मेरो श्रीमानलाई मोर्यो भनेर उसले कुदाइरहेको छ क्या आइडी मेरो श्रीमानलाई मोर्यो भनेर हालिरहेको अब त्यसलाई ठोक्नु पर्छ दिदी त्यस्तो नि तपाईँ के हेरेर बस्नु भएको त नि हेरी आफ्नो बुढा जस्तो मैले उसलाई प्रतिकार गर्दिनँ नि त मलाई कानुन थाहा छ नि त अब त्यसलाई मैले जेल राख्ने 2 वर्ष अब निवेदन पेश गरेर 2 वर्ष जेल राख्ने हजुर यहाँ गर्न बेगर गर्नु पर्ने त त्यो उसको जान बेच्न सास सूर्य साक्षात नेकपा एमाले जिन्दाबाद है केटा हो अब भोट चाहिँ सूर्यमै हाल्नुपर्छ अब अर्को चुनावमा अब स्थानीय चुनावमा सोत्तर लाएर एमाले जित्छ हेर तल बसेर हाँसेको स्टिकरहरू पनि नपठाऊ अब एमाले जित्छ ठाउँ गाउँबाट एमाले मय हुन्छ सबै देश एमालेको झन्डा थियो एमालेको झन्डा जो अगाडि आउँछ टेन्सन नगर अब एमाले जता गए पनि एमाले नै हो जित्ने अगाडि बढ्ने विकास गर्ने पनि एमाले हो ध्वस्त बनाएन ल अब विकास गर्छन् कि नयाँ पार्टीले ध्वस्त बनाएको संरचना बनाउँछ नि त त्यो ध्वस्त बनाउने संरचना त आफ्नो घरबाट ल्याएर बनाउनु पर्यो नि त विकास गर्नु पर्यो राज्यको सम्पत्ति त विकास गर्नु पर्यो अनि कसरी विकास हुन्छ त ल हेर्दै जानुहोस् कसरी हुन्छ राज्यको सम्पत्ति कति जल्या त्यो कसले बनाउने हो त अझै धरारा ढडा हुन्थ्यो सुरुङ मारेको पनि खनेर पोडिदिया हुन्थ्यो तपाईँलाई चाहिन्थेन भने
ल हेर्नुहोस् महेश दाईको यिनीहरू अनुशासन भएको भए महेश दाईको र मेरो फोटो चन्द्रे भन्नेले हालेको छ ल हेर्नुहोस् बनाएर आएछ यस्तो छ पुरा लागेको नानी अहिले हालेको नि त्यो भनेर टेन्सन नलिनु तपाईँले नि दिदी मलाई मोड दिनु दिदी मोड दिनु त मलाई मेरो प्रोफाइलमा गएर मैले जान्दै जान्दिनँ कि भाइ मैले जान्दै जान्दिनँ मोड दिनै जान्दिनँ कि ल मेरो प्रोफाइलमा होइन यिनीहरूलाई म्युट राख्ने होइन यिनीहरूलाई छोडिदिनु भाइ सुन न म्युट राख्नु यिनीहरूलाई होइन कि छोडिदिनु यिनीहरूलाई म यिनीहरूलाई जिस्के गर्छ तपाईँ चाहिँ केस लड्नु होला त्यो महिला कति रहेछ फुल चन्द्रे भन्ने ल फुल फाल सक्सेस अनि गाडी नै फाल यहाँ हो, टोपी फाल ल कति फाल्दो रहेछ हो। गिफ्ट फाल यही चन्द्रे फोटोमा तँलाई म्युट चोर नराख्ने त कुरो भयो फाल चन्द्रे फाल खुपी छ तेरो चन्द्रे तेरी इमा हिजडा चन्द्रे मलाई डाम्ना दिदीको फोटो जोडेर आउँछ हाम्रो महेश दाईको फोटोसँग आफ्नो नि मा इच्छा चोर भन्न पाउनु हो भाइरल र अरूको बिजत गर्ने उ गर्ने हुनुहुन्न तिमीहरू जस्तो तिमीहरूको फोटो राख्न तिमीहरूको छोरछोरीको फोटो राख्न पनि तिमीहरूको आइडी पत्ता लाएर तिमीहरूको छोराको र तिम्रो छोरीको तिम्रो फोटो राख्न नि मलाई आउँछ होला नि तर त्यस्तो कदापि नेकपा एमालेको बच्चाहरूले त्यस्तो गर्दैन नेकपा एमालेको हामी छोराछोरी हो हामी त्यस्तो गर्दैनौँ याद गर यसो त दुई ताईको गाउँमा राख घन्टीको चेपा बोल्यो भने भयो भनेर भनेर नि त घेरे मान्छे कस्तो लगाउन यिनीहरू कहाँको रे म बुटलको दिदी बुटलको सात सूर्य सात छाप नेकपा एमाले जिन्दाबाद है सबैजनालाई भोट चाहिँ सूर्यमा हाल्नुपर्छ सबैले चाहिँ अब आउँदो स्थानीय चुनावमा सूर्यलाई अगाडि ल्याउनु पर्छ हाम्रो दिदीलाई चाहिँ मेयरमा उठाउनु पर्छ दिदीको विरोध नगर डाम्नाहरू दिदी भनेको एउटा असल नारी हो दिदीको विरोध गरेर के पाउँछौ तिमीहरूले दिदी भनेको राम्रो मान्छे हो असल नारी हो आफ्नो दुःख गरेर आफै खाने मान्छे हो किन यसरी विरोध गर्छौ दिदीमाथि के दिदीले के अन्याय गर्नु भएको छ दिदीले के खाइदिनु भएको छ तिमीहरूको यसरी दिदीहरूले दिदीको विरोध गर्नुपर्ने के छ तिमीहरूलाई कारण यसरी मलाई पागल र सागल भन्दैमा म पागल हुँदिनँ हेरौ तिमीहरूले पागल भन्दैमा म पागल हुन्छ जस्तो लाग्छ डाम्ना डाम्नी हो बोलेर भनेको तपाईँलाई मलाई त यहाँ त गाली गर्छन् त इस लेखेका छन् मलाई गाली गरेका छन् गाली गर हाम्रो पार्टीले गाली पनि पचाउँछ तिमीहरूले जस्तो ढुङ्गा मुढा गर्दैन हाम्रो पार्टी नेकपा एमाले भनेको एकदम साधारण पार्टी हो तिमीहरूलाई एकदम आस्था र उसका साथ अगाडि बढाउन चाहन्छ तिमीहरू अहिले एउटा भेलमा बग्दैछौ त्यो भेल भनेको कतिखेर रोकिन्छ ठ्याक्कै हुन्छ अनि खडेरी लाउँछ तिमीहरूले थाहै पाएका छैनौ टेन्सन नगर आज यो घन्टी भनेको हिजो उम्रेका हुन् यिनी सकिन्छन् क्या हो कस्तो लाग्यो मेरो कुरो एकदम तपाईँको कुरा एकदम मलाई एकदम भित्रै मनमै लाग्यो तपाईँले गरेको कुरा एकदम सही छ अब खास सूर्य साथ छ नेकपा एमाले जिन्दाबाद हो झ्याउ छ केही भने भन्नुलाई के भनेको त यहाँ म त यहाँ भाइरल दिदी भन्नुभएको थियो त्यही भएर आज जोडिदिएको म कुनै दिन जोड्दै थिइनँ बोर्दर एकदम तपाईँले अब तपाईँको घरमा 4 जनालाई तपाईँले एमाले बनाउनु पर्छ बनाउँछ किन नबनाउने र हो पोल्तिर सबैलाई एमाले बनाउनु पर्छ एमाले भनेको त अब वृद्ध भत्ता घरमा आमा बाबुले वृद्ध भत्ता थाप्छन् एमाले पार्टीलाई सम्झन्नौ तिमीहरूले डाम्ना नबुझ्ने भेडा हैछन् सबै भेडा भएर हाले हो त्यो कुरा छोडिदिनु अब नयाँ कुरा गर्ने हो अरू दिदी बहिनीलाई त्यसरी गाली गर्ने होइन नि त उहाँको इच्छा लाग्यो भन्नुभयो त हो दिदी बहिनीलाई सम्मान गर यार किन यस्तो छाडा बोल तिमीहरू कस्तो छाडा मान्छे के चन्द्रे कस्तो छाडा मान्छे यार त त्यसलाई के थाल्नु पर्यो नि त दाइ हो के साल्नु पर्छ ठोक्नु पर्छ यो चन्द्रे पनि कस्तो छाडा मान्छे यस्तो छाडा मान्छेहरू तिमीहरू छाडा नबन दिदीलाई टचर नदेऊ भोलि दिदीले आफ्नो मेहनत गर्नु भए दिदीले आफ्नो दुःख गर्नु भए दिदीले कति दुःख गर्नुहुन्छ कति आफ्नो दुःख गरेर पसलमा काम गरिरहनु भएको छ तिमीहरू जस्तो बेरोजगारी हो दिदी भनेको त रोजगारी आफूले काम गर्ने आफ्नै पसल आफैले चलाउने दिदी हो भन त भाइ तिनीहरूका दिदी बहिनी रहन्छन् क्या छाडा बोल्नलाई खै यो डाम्नेहरूले के गर्छ एमालेको गोजीबाट दिएको हो र भत्ता आस्था आफ्नो त राउटे एजेन्ट लिएर नखाऊ अरे एमालेको गोजीबाट नीति नियम एमालेले बनाएको नि त त्यस्तो भन्नु हुँदैन नीति नियम बनाउने कुरा नै सबैभन्दा ठुलो कुरा हो हिजो तपाईँ डङ यत्रो चप्पल पड्काउँदै धुलो बाटोमा हिँड्नु त अहिले नेकपा एमालेहरूले ठाउँ ठाउँमा बाटा बनाइदिएका छन् गाउँ गाउँमा बाटा पुगेका छन् गाउँ गाउँमा गाडी कुद्छन्
हिजो 4 बजे तपाईँको 2 दिन लाएर हिँड्नु पर्ने बाटाहरू गाडी कुदेका छन्, राम्रो भएको छ। तपाईँहरूले के सोच्नुहुन्छ? हिजोको दिनमा तपाईँकै गाउँमा बाटो मोटर नपुग्दै गर्दाखेरि नेकपा एमालेको सरकार हुँदाखेरि ठाउँ ठाउँमा कोरिडोरहरू खोलिदिएको छ, ठाउँ ठाउँमा बाटाहरू पुगेका छन्। अहिले तपाईँहरू बेसी झर्दा गाडीमा झर्नुहुन्छ, माथि गाउँ जाँदा गाडीमा जानुहुन्छ, यो कुरालाई बिर्सनु हुन्न नि त। कति छिटो बिर्सेको? भोलि पनि देश विकास गर्नलाई नेकपा एमाले चाहिन्छ ल। कूटनीतिक देश विदेशसँग कूटनीतिक गर्न पनि नेकपा एमाले चाहिन्छ, यो कुरालाई नबिर्सनुहोस् तपाईँहरूले। तपाईँको छोराछोरी कता छन् अङ्कल अरे? बिहे हुन पाएको छैन, छोराछोरी कता छन् अङ्कल अरे? दीपिका तिमीलाई डाम्ने। ओ नमस्कार। अहिले मेरो छोरीको फोटो हालेर हेर्नु त, रमन बराल भनेर आयो त्यो मान्छे, मेरो छोरीको फोटो हालेर ल कति फुल फाल्छस् फाल तेरीमा बेजेती आफ्नो छोरीको फोटो हाल। नमस्कार नमस्कार हजुर, नमस्कार ल। हजुर नमस्कार नमस्कार। होइन हो किन यस्तो भइरहेछ? मेरो छोरीको फोटो हालेर कति भाइ के चाहिँ मेरो छोरीको फोटो त्यो नामै लिनुहुन्न दिदी, तपाईँले त्यो फोटो हाल्ने मान्छेलाई हेर्दै हुन्न, हेर्नै हुन्न के, हेर्नै हुन्न तपाईँले, त्यो मान्छेलाई हेर्नै हुन्न, त्यो मान्छेहरूलाई हेर्नै हुन्न, तपाईँले लिनै हुन्न दिमागमा। मेरो बुढाको नाम छोरीको हालेको जानुस् त हजुर, ऊ चन्द्रे भन्ने हारको हालेको छ। कति आइडी बनाउँछस् बनान, तेरो 45वटा आइडी त मैले बन्द गरेँ नि देशबिलाई भनेर, साइबर ब्युरोमा भनेर 45वटा आइडी त बन्द गरेछ। तेरो आइडी भोलि नै बन्द हुन्छ, हेर्दै जा। दिदी हुन्छ हुन्छ, टेन्सन नगर्नु। तपाईँको साथ सपोर्टमा हामी छौँ, हाम्रो तर्फबाट हजुरलाई एकदम साथ सपोर्ट हुन्छ दिदी। तपाईँ ढुक्क हुनुहोस्, लाइभ खोल्नुहोस्, लाइभ चलाउनुहोस्। हामी कहिले कहिले आउँछौँ, टक्क लाएर हामीलाई बोल्न दिनुहोस्। हामी भनेको तपाईँको यो कार्यक्रम देख्दाखेरि एकदम खुसी छौँ, ह्याप्पी छौँ। प्रधान यस्तो नबोल्नुहोस्, यहाँ दिदीलाई समस्या परेको बेला हामीलाई बोल्न दिनुहोस्। सबैजनाले यसरी लेख्न पाउनु तिमीहरूले, बुझौ? ए तिमीहरूको घरमा दिदी बहिनी छैन, दिदीलाई नाना थरी लेख्छौ। हिजोको दिनमा दिदीको घरमा तिमीहरूको याद आउँदैन तिमीहरूको छोरीको यसरी लेख्दाखेरि? तिमीहरूको घरमा पनि दिदी बहिनी होला, दाजुभाइ होलान्। यसै गरेर तिमीहरूको भोलि आयो भने तिमीहरूले के गर्छौ? दिदीलाई सम्मान गर्न आउँदैन? तिम्रो बाउको पैसाले बनाएको हो, धेरै नबोल अरे। जसको पैसाले बनाए पनि नीति नियम बनाउने भनेको नेकपा एमाले हो। जे पाते लेख्छौ तिमीलाई डाम्नाहरू, तिमीलाई छाडाहरू, तिमीहरूको पार्टीले यही सिकाउँछ। तिमीहरूलाई यस्तै छाडा बोल, यस्तै कुरा लेख भनेर सिकाउँछ। हामीले त बोल्न मिल्दैन, दिदीको लाइनमा बसेपछि दिदीले चाहिँ गराउन मिल्छ है। भाइलाई दिएछु त, भाइलाई कराउन दिएको हो र दिदीले होइन। म भाइहरूले सपोर्ट गर्नु भएको, सपोर्ट गर्नु दिँदैन। यी जेल मारेर मान्छे मारेर आएर त यहाँ दुनियाँ त भन्न सके मलाई नि मार्नु खोजिरहेको। ल ल त्यहीमा त म नि मान्छु दिदीले बोल्न मै बोल्नु पर्ने हुन्छ क्या, यिनीहरूलाई तल आउने भनेको मै हो। जे पाते लेखेका छन्, हिँडेका छन्, जे पाते नलेख। दिदीलाई सम्मान गर्न सिक। तेरो घरमा दिदी बहिनी छैन, डाम्नाहरू दिदीको दिदीले के खाल्न मिल्छ? के बोल्ने तपाईँ लाटो जस्तो के बोल्ने तपाईँ? भरि के खाल्नु न तपाईँलाई, हामी नि आउँछौँ त। म नि नर्बेट गएको र दिदी चितवनचरी। अब मै मान्छेलाई लाटो यति बोलिरहेको छु, मलाई नै लाटो भन्नु दिदी गाह्रो लाटो। मैले के भन्न खोजेँ अब यस्तो हो के, अब दिदीलाई जे पाए त्यही नभन्नु होइन, अब नभन्नु। तर दिदीले चाहिँ कान काट्नु भन्नुभएको थियो, अब त्यही भएर चाहिँ कान अब काट्नु पर्यो भन्ने खोजेको थिए उहाँलेहरूले। अब दिदीले कान काट्नु भएन होइन, त्यो भएर यसलाई तल झार्दिन दिदी, यसले कान काट्ने सानकाट्ने कुरा गरे, यसलाई तल झार्दिन, काम छैन। तिम्रो बुढीको गएर कान काट्देऊ जाऊ, तिम्रो बुढीको गएर कान काट्देऊ जाऊ। नाटक गर्छौ यहाँ आएर, तिम्रो आफ्नो स्वास्नीको कान काटेर जाऊ। देखेको सपना हुन्छ, सबै कुरा देखेको सपना पुरा हुन्छ। देखेको सपना पुरा हुने भए म यहाँ करोडपति भएको थिएँ, मेरो गोलतिर पोलतिर पैसा हुन्थ्यो। मैले भनेको कुरा पुरा हुन्छ, सबै भनेको कुरा गर्नुपर्छ भन्ने छ। मैले यहाँ अहिले करोडपति हुनु थियो, मलाई ओलतिर पोलतिर पैसाको पसार भयो भने त भन्ने हुन्छ। जे सोचेछ जे बोले थिएँ त्यो हुने भयो। तिमीलाई डाम्ना डाम्नी हो, कान काटा भन्छ दिदीलाई। तिमीहरूलाई ठोक्नु पर्ने, तिमीहरूलाई त्यो आफ्नै काम गर्नु भन्नु न तिनीहरूलाई। हो मैले त्यही भन्दै हो। दादागिरी देखाएर केही पनि हुन्न कि अरूलाई किन बोल्ने? दिदीले भन्नुभयो त गल्ती गरे भन्नुभयो। ठाडा नबोल, राम्रो राम्रो बोल भन्दाखेरि यिनीहरू कस्तो रहेछ, यिनीहरूको संस्कार के हो? तिमीहरूको संस्कार एउटा दिदी बहिनीलाई सम्मान गर्नु हुँदैन? दिदी बहिनी भनेको तिमीहरूको घरमा दिदी बहिनी छैन है? कस्तो खाले सम्मान गर।
हिजो आज घन्टी जित्यो उनले अन्त गृहमन्त्री सिद्धान्त गुरुङमा अन्त सिंहदरबार जलाउने गृहमन्त्रीले सिंहदरबार जलाएको होइन भन्दिन हिजोको दिनमा नेपालकै सम्पत्ति तिमीहरूले जलाउने, नेपालकै सम्पत्तिमाथि तिमीहरूले आँखा लाउने, नेपालको सबै कानुनलाई मेट्न खोज्ने तिमीहरू डाम्नेहरू आज आएर हाम्रो विरोध गरेर हुन्छ। कसैको खाइएको पनि छैन। अझै महिलाहरू त झन् के ल्याएन के अझै महिलाहरू त कति 2-4 जना महिलाहरू कस्ता छन्। ओहो ओ दिदी यिनीहरूको कुरा नगर्नु, यिनीहरू भनेको त तपाईँले नि भन्नु बुढाले कति विदेशमा नेपालमा बसेर मोज मस्ती गरेर अरूलाई फोन गरेर अर्काको लाइभमा आएर यस्तो झगडा गर्ने इच्छा। हजुर नमस्कार हजुर नमस्ते, नयाँ वर्षको शुभकामना है। तपाईँलाई नि शुभकामना नयाँ वर्षको। ल ल भाइ छिटो छिटो कुरा राख। अब नेकपा एमाले जिन्दाबाद भन, लाल सलाम छ, न्यानो अभिवादन छ। तिमी लाइभमा आइदिनु भयो, तपाईँलाई धेरै धेरै वेलकम छ हाम्रो लाइभमा आइदिनुभएकोमा। एमाले पार्टी कस्तो लाग्छ हजुरलाई? त्यसो पार्टी भन्दा नि राम्रो लाग्छ दाइ। सबैको आफ्नो आफ्नो हुन्छ, विचार हुन्छ। आफ्नो पार्टी आफ्नो घर नराम्रो लाएर अरूको लाउँछ त त्यस्तो त हो नि होइन। होइन दिदीलाई रिस उठेर अलिकति केही शब्दहरू प्रहार गर्नु भएको होला। दिदीको बोली एकदम राम्रै छ, दिदीले बोल्नु पर्ने ठाउँमा राम्रो एकदम राम्रो दिदी हो। दिदीलाई म त दिदीलाई के भन्छु भने भोलि गएर त उहाँ होला नि दिदीको गाउँमा जे प्रशासनहरू पुलिसहरूलाई सुन्ला महिलाहरूलाई यस्तो बोल्याएर के चाल्दैन के बोलेछु र मैले के भनेछु र महिलाहरूलाई महिलाहरू कति नराम्रो शब्द बोल्नु भएको छ। तेरो उहाँ बस्नुसित गएर बस भन्नुभएको छ, हालु भन्नुभएको छ। हेर्नुहोस् त कस्तो शब्द बोल्नु भएको छ। महिलाहरूले नाङ्गै आएर मेरो छोरीको फोटो बनाएर हालिदिनु भएको छ। म बोल्न नपाउने यिनीहरूलाई नजिक त नाङ्गै जार बनाइदिन सक्छु मैले प्रधानमन्त्रीको अगाडि। यिनीहरूलाई मेरो अगाडि मात्रै आउनु न। अहिले मेरो छोरी 13 वर्षको छोरीलाई मेरो बाउको नाम लिएर अनि फोटो हालेर ल्याएन। त्यस्तो गर्ने त्यो महिला हो। तपाईँलाई थाहा छ नि, कसले मलाई भन्दै हुनुहुन्छ त्यस्तो गर्न सक्ने। मेरो छोरीको पोस्ट यहाँ फुल फालिरहनुलाई हेर्नुहोस्, रमन बराल भनेर मेरो छोरीको फोटो हाले हान मेरो बुढाको नाम लिएर। टिकटकमा अगाडि बढ्नै दिएनन्, कुनै साथीसँग चिन्जान हुनै दिएनन् यिनीहरूले। किनभने यसले सञ्जाल बनाउने भयो, एमालेबाट एकदम सङ्गठन बलियो बनाउने भयो, यसले टिकटक मार्फत भयो नि भन्ने कुरा यिनीहरूलाई रिस आएका छन्। यिनीहरू एकदम यो मेरो बुढाको नाममा छोरीको फोटो हाल्ने त फेरि अझै राजसभा पार्टीको व्यक्ति पनि होइन, अन्य व्यक्ति मैले चिनेछु यो मान्छेलाई। तपाईमाथि जलन रहेछ दिदी। तपाईँ लाइभ बस्यो, अलिअलि त्यो मान्छेहरू भ्युअर्स देखेर त्यसलाई जलन भएको, त्यो डाम्नेर त्यसलाई होइरा चोइले बाँधेर त्यसलाई गोबर माटोले लिपेर त्यसलाई तु पारेर त्यसलाई खोलामा झार्नु पर्ने सरापै दिनु मन लाग्यो दिदी मलाई त। हामी एकदम हाम्रो यो एमाले भनेको एकदम जस्तो पनि सहन सक्ने हो। नानीलाई सेयर गर्नु, नानीलाई सेयर गर्नु, माया गर्नुपर्छ। लाइभ उडाउनको लागि पनि आउँछन् के भाइ। भाइ यो बच्चाहरू बोलेको मान्छेहरूलाई यो बच्चा बोलेपछि लाइभ उड्छ नि त, त्यही भएर त्यस्तो भन्ने एकदम कटिबद्ध तरिकाले आउँछन् कि मान्छेहरू जे पनि छन् यहाँ। कुरा गरेरै सकिन्न यिनीहरूको त के कुरा गर्नु र यिनीहरूलाई त मलाई पनि त्यस्तो नसक्नेलाई दिदीमा दिदीको लाइभ नयाँ साल भनेर आएकोमा आएको पनि थिएन। भाइरल दिदी भनेर चिनेको थिएँ होइन। तपाईँलाई त्यस्तो सोचेको होइन, ती भाइहरूलाई म चिनेर तानेको होइन, नचिनेको भाइहरूलाई पनि तानेछु। त्यस्तो भन्ने होइन नि, बच्चालाई त्यस्तो बोल्न पठाउने होइन नि त। बच्चा बोल्दा लाइभ जान्छ भन्ने कुरा थाहा छ नि त। योजनाबद्ध तरिका म त तपाईँको लागि बोलेको मलाई नि भन्नुभयो कि भनेर दुःख लाउँछ नि त नयाँ सालको दिन। बच्चा बोलेर सुन्नु भएन। तिमीहरूले जति दिदीलाई गाली गर्दै जान्छौ त्यति दिदी बोल्न सिक्दै जानुहुन्छ, त्यति राम्रो दिदीले चाहिँ कुराहरू आफ्ना मन्तव्यहरू राख्न सिक्दै जानुहुन्छ। हिजोको दिनमा दिदीलाई तिमीहरूले कति बोल्न अलिकति नजान्दै गर्दा त तिमीहरूले खेल्नु गर्दै। अहिले त दिदी त सामाजिक सञ्जाल कसरी चलाउने, कसरी सामाजिक सञ्जाललाई अगाडि लाने भन्ने कुरा दिदीले बुझिसक्नु भएको छ। मैले 3-4 दिन बन्द गरिदिएँ कि चलाउँदै चलाइन कि 4 दिन जति चलाउँदै चलाइन।
एउटा हिजोबाट बल्ल चलाएको हिजोबाट अब राजनीति कुरा नगर्ने भनेको अझै एउटा सागर छेत्री भन्ने लाइनमा बस्ने दिदीभाइ बिहान त्यो डाम्नाले गाली गरेको दिदीलाई मैले सुनिरहेको थिएँ त्यसैमा डाँगा अनि मैले त झन् अरूले झार्दै भन्दा पनि उसलाई राखिरहेको छु लास्टमा त मलाई नै उ गरेर पनि लास्टमा त बहिनीले सबैलाई झरालिदियो कि एकजना बहिनी आएको थियो मेरो कस्टमर उसले सबैलाई झरालिदिएछ म उता खाना थिएँ दिदी भन्नुमा चाहिँ बहिनी भन्नुपर्छ म त 52 साले हो तपाईँहरूलाई सबर गर्दाखेरि हामी पनि छौँ क्या म दिदी नै हो म 45 साले हो हजुर म 45 साले हो हजुर म दिदी नै हो म भाइ परे तपाईँको उहाँको नि भाइ परे मेरो छोरा त 10 को चाहिँ होइन यिनीहरूलाई गाली गर्न मेरो छोराले नि सक्छ यिनीहरूको फोटो कुदाउन मेरो छोराले नि सक्नेछ मेरो छोरीले नि सक्नेछ मेरो श्रीमानी हुनुहुन्छ तर मेरो छोराछोरी कोही केही भन्दैन नि त यिनीहरूलाई यस्तो नराम्रो कमेन्ट गर्ने एउटा उत्तर दिन त सक्छ त 10 कक्षा गए मेरो बाबु अब क्लासबाट 10 मा गए यस्तो छाडा प्रविधि त हामीले त बच्चालाई पनि राखेको छैन यिनीहरूलाई मैले गाली गरेँ भने अहिले यिनीहरूले गाली सुन्न सक्दैन म त्यस्तो गाली गर्न जानेको होइन दिदीलाई त्यस्तो भनेर टिएफ ल्याएर यहाँ लाइभमा जोड्ने भयो तपाईँ बोल्नु भयो ठ्याक्क आउनु भयो मन जोडिनु मन लगाएर बोलौँ भनेर त्यस्तो गरेर भन्नु बोल्यो त्यस्तो बोल्ने होइन नि त तपाईँले के साल्न सक्नुहुन्छ क्या तपाईँको नि कमजोरी देखेँ भने चाहिँ अहिले मैले के भनेको छु र के सान्ने भाइ होइन क्या त उनीहरूलाई क्या त नराम्रो बोलीलाई के साल्नु दिदीले भनेको मैले ए होइन तिनीहरूलाई के हाल्ने हो स्क्रिनसट सबैले स्क्रिनसट मैले मात्रै होइन म पछाडि अरूले स्क्रिनसट गरेर राखिदिनु भएको उहाँहरूको कमेन्ट ए त्यस्तो गर्नु ल हाल्ने हो त बोले बोल अहिलेको नयाँ सरकारले बोले नबोले सडक आउँला गयो ज्यान जाला त दिदी बहिनीको लागि ज्यान जान्छ भने दिने हो क्या होइन सरकारले गरेन मैले भनिसकेको छु बिहान तिमीहरू सबैजनाले मलाई फलो गर अहिले म लाइभ खोलिदिन्छु तिमीहरूलाई म ठोक्छु यहाँ दिदीको लाइभमा गाली गर्नु मिलेको छैन तिमीहरूलाई मलाई गाली नगर हेर तिम्रीमा डाँगाहरू पार्टी हो मलाई फलो गर तिमीहरूलाई जति गाली गर्न आउँछ नि त्यति गाली म तिमीहरूलाई ठोक्छु अहिले मेरो लाइभमा सागर मगर शिवजीको फोटो राख्नु भएको छ उहाँलाई एकदम फलो गर्नुहोस् मेरो सपोर्टरहरूले पनि उहाँलाई फलो गर्नुहोस् र अनि उहाँ चाहिँ लाइभमा जति पनि उहाँलाई मेरो बारेमा उहाँसँग जानुहोस् झगडा गर्नु सम्पूर्ण उहाँसँग जानुहोस् यहाँ आऊ दिदीलाई सम्मान गर माया गर हामीले दिदीलाई सपोर्ट गरेको है दिदीले त भन्नुभयो होइन मैले एउटा आइडी पर्ला जस्तो छ अर्को आइडी खोलेर एकजना साथीभाइहरूलाई दिनु जस्तो लाग्छ मैले किन हाम्रो एउटा अब एउटा दुइटा आइडी नै चाहिँदो रहेछ एउटा आइडी बनाएर एउटा आइडी बनाएर साथीभाइलाई दिनु म त के सोचे हुन्छ नि आफ्नो जस्तो भएर दिदी बहिनी पनि त्यस्तै दिदी सोचिन्छ यस्तो यस्तो बोलेको सुनेर नि लाइभमा जोडिदिएको है मैले आफै गर्नु श्रीमानको फोटो र छोरीको फोटो नगरे त यिनीहरूलाई कानुनी दरबारमा मैले जहिले पनि ल्याउँछु यिनीहरूलाई दायरामा अनि मेरो श्रीमान र छोराछोरीको फोटो त्यस्तो नगरे भइहाल्यो त यिनीहरू किन गर्नुपर्छ र